सँग हाल्यो नि त्यो अलि ढाड बोक्दाखेरि अलि उजान्छ माटो माटो हुन्छ कस्तो नजानेको कर्सङमा चिनेकी चाहिँ अजिबलिमी तिरेन जुवा कलामा वम्बुजी ब्राह्मण हो है मैले थप्लाई यो मनमोहन प्रेमबहादुर गुइलामा फर्केर हुन्छ यता नि फर्क्यो नि यसरी हो यसरी हो नि त त्यसो हान्यो कुहिरो लगाइरहेछ गाइसनीहरूले पुरा आहा फुल्यो बारीमा टोप्ला बब्ला प्लुम तोलो नपछि हेलो नमस्ते एन्ड लसो फाफला सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ फेरि पनि धेरै महिनापछि फेरि छोटो मिठो भ्लग लिएर हजुरहरूको सामने प्रस्तुत भइसकेको छु। अहिले चाहिँ पुरा असार लाएर झरी परिरहेछ। हामीले यसो रोपाइतिर गर्नु जान लगाएको लेकतिर पुरा कुहिरोले ढाकेको छ हो मुइयाहरू यस्तो छ तिर बर्खा लाग्यो है मुइयाहरू टोलीहरू यता यसरी पानी नि सिम परिरहेछ। अब यसो उकालो चर्ने भ्यू बोकेर भ्यू उखालेर पुरा अलरेडी रेडी भइसकेको छ। अब यसो हालेको नि हेर्दै गर्न लगाएको छ। बस्ती यता छ मोबाइल नि भिजाइसक्यो पानीले भ्यू पुरा उखालिसक्यो अघि। अब यहाँ यसो लोड गर्ने गरेर सँग हाल्यो नि त्यो अलि ढाड बोक्दाखेरि अलि उजान्छ माटो माटो हुन्छ कस्तो नजानेको मुडी भयो होला धेरै बोक्न सक्दैन फेरि ल भट्टाभट ट्याङ्की यहाँ पानी परेर यहाँ पुरा भिजाइसकेको छ। अघि वा यसले तिनीहरूले त्यति बोक्छ यहाँ हाल यसमा हाल न राम्रोसँग हाल्यो नि त्यो गोइङ सेब्रा अनि बेललाई के पछि हुन्छ अहिले। रोड चाहिँ कर्सङमा चिनेकी चाहिँ अजिबलिमी ल उच्चाले है इल चेक तुन्द तदेमा चेची हाले गुट्टी डे आधा इटी भा यसरी हालिसक्यो। अब बोक्ने जाने अब यसरी रोपाइदिएर हेर्दै गर्नु होला। तिरेन बुजुवा कलामा वम्बुजी ब्राह्मण हो है यस्तो छ भ्युजहरू चाहिँ सिन चाहिँ पुरा हरियाली छ अहिले चाहिँ। जङ्गली मसरुम टुङटुङ पानी पर्न नि रोक्यो अहिले अलिअलि। जान्छ भ्यूहरू कोदोको माथि हो यस्तो छ जङ्गलको बाटो मोहिनी आँखा यहाँ नोबा निकै छ दल्दै बिल्ला अब निकै छ त्यो दल्दै ब्रोनेन छ मुबा दुकान तेरा अब
देखि तिमीलाई यो पिरो यार्सिन सो पुत्रुमा पुमा जी यस्तो क्लियर हुँदै गएको छ अहिले सलक्क लाएर तर्ची नाम्सोमा आइपुग्यो भने चाहिँ हिँड्दा हिँड्दा मैले थप्लाई अर्ग्यानिक भन्छ यताबाट सिधै अब तर्ची नाम्छ भने यो हो यस्तो सिगरेट गारहरू पनि छ आउँदैछ टोलीहरू पुरा थाकेको अवस्था अहिले चाहिँ यो मनमोहन प्रेमबहादुर गुइलामा सँग बल्ल भेट भयो पानी तल हो तल पिउने बोतलमै लानु पर्यो नि त खानु त्यही लगभग 40 मिनटको हिँडाएपछि यहाँ के अरे कुन ठाउँ रे हो रोमीमा यसो पानी प्यास लाएर पानी धाउने आइपुग्यो खोली बगारमा आएको जिङ्गला ए यो जिङ्गला अनि यता चाहिँ हल्का यो यान्जो बस्तीको अलि जान्ने मान्छे मुख्य मान्छे पुरा कामसाम बटाएर खुट्टुसुट्टो धोइरहेछ खाने पानीको मुहान यता छ अनि यता चाहिँ तपाईँहरूको प्यारो मान्छे ह्यान्डसम यसो गरिमले पुसिरहेछ पानी खाउने पानी खाँदाखेरि लेक चाहिँ पुरा यस्तो छ हजुरको कालकी राम्रो हजुरको बोली राम्रो गुराँस फुले झनै राम्रो लगभग 10-15 मिनट पछि हामी चाहिँ आफ्नो डेस्टिनीमा पुग्नेछौँ त्यति जेल लागि हेर्दै गर्नु माया गर्दै गर्नु लगभग 1 घन्टाको हिँडेपछि भर्खरै लेकमा आइपुग्यो रोपाइ गर्नुहुन्थ्यो यतातिर रोपिने अहिले सरारा लाएर मौसम चाहिँ यस्तो चाहिँ पुरा राम्रो मौसम क्लियर छ यता छ साथीहरूले नि यता यही हो लेक भने गाइज गाइनीहरू यस्तै छ जिन्दगानी हेर्दै गर्नु होला अहिले रोपाइ सोपाइ जोतेसोइ गर्नुपर्छ त्यसपछि मस्तले गर्नुपर्छ काम कुरो पुरा कुहिरो लगाइरहेको छ यता रोप्ने मान्छेहरू यता छ रेस गरिरहेछ पुरा यता साइकलले नै हान्नेछ जोदिन्छ अब यसरी जोदिन्छ पुरा डाँडामा सुरु भइसक्यो टक्क लाएर रोपाइ ल अहिले त घाम पलायो माटो यस्तो छ रोपाइ जारी छ भिडियो हेर्दै गर्नु गाइस
पुरा रोपाइ जारी छ। घामले टिलिक्क लागिरहेछ, यसरी जोताइ नै भइरहेछ। मौसमले कहिले घाम लाग्ने कहिले पानी पर्ने भइरहेछ। खन्ने मान्छेको हालत त्यस्तो छ। ल हेर्दै गर्नु होला गाइस। यतातिर नि हेऱ्यौ नि पछाडि मात्र फर्केर हुन्छ, यता नि फर्क्यो नि यसरी हो, यसरी हो नि त मजा आउँछ त जोत्नुपर्छ। कोदो रोपाइ जारी छ। पुटेलाई पठायो नि भ्लग, अब त्यसलाई पठायो नि भ्लग। अब त्यसको फोटो साब्लु गतेपछि चाहिँ मासु घिउना बेला उहाँ साब्लु पुग्दैन जस्तो। मेरो त 3टा भारी छ यार, अझै रोप्ने पो 2जना मेरोमा बोलाउनु पर्छ क्या। कोदो फुल्यो बारीमा तब्ला बब्ला प्लुम तल नपछि कोदो फुल्यो बारीमा लरीलाई यसरी रोपाइ बगे त्यति यसो हान्यो, कुहिरो लगाइरहेछ। घामझाम नि गएको अवस्था चाहिँ यस्तो कुहिरो लगाइरहेछ। सारा रोपाइ जारी छ। त डाँडा हाम्रो अर्को साथीहरू हुन्छ यतातिर रोपाइ सरा। यो असारको मौसमलाई के भन्ने, घरि पानी पर्छ घरि घाम लाग्छ। अहिले पुरा हुस्सो लगाएर यस्तो लगाइरहेछ। यो तल मकै बारीहरूमा चाहिँ आलु र मकै छ। यस्तोमा चाहिँ यहाँ चाहिँ लेकमा चाहिँ मकै नरोपिकन पुरा यो कोदो मात्र रोपिन्छ। अलि कोदो राम्रो हुन्छ कि भनेर अब पाटियाहरू यता रोप्दैछन्। हामी खाने मान्छे यसो रस गर्दैछौँ। गाई झर्दै गर्नु हावा नि सिरिरी छ। त्यो गाई त इन्डिङ गाइज र गाइजनीहरूले पुरा आहा मौसम नि यस्तो छ हो। माथितिर जङ्गल हो, जङ्गल सकिन लाग्यो अवस्था। आज यति रोप्यो, पिउनी सकियो। अब अर्को टाइम रोप्नुपर्छ। हामी जान्छौँ, राति नि परिसकेछ होइन। रोपाइ चाहिँ यस्तो हुन्छ है लेकको कोदो चाहिँ। गाइजनीहरू हेर्नुपर्छ। उता नि साथीहरूले ट्याङ्क दिइरहेछ त फेरि अर्को टोलीले यसरी हो। लियो एकै ठाउँमा हाल्यो नि। के गर्छ त्यो? ले छिटो घर जाने। अब सक्यो मेला, घर जाने। पानी नि पर्न आयो फेरि, मौसमको भर हुँदैन। अब बिस्तारै ओके गाइज, त्यही भन्दै मेरो भ्लग चाहिँ म यहीँ इन गर्न जान्छु। पानी पऱ्यो, अब मोबाइल नि भिज्छ। मान्छेको हालत नि यसरी हिँडिरहेको छु। त्यही भएर हामी अर्को भ्लगमा भेट्नेछौँ। त्यतिन्जेल लाग्यो। स्टे ट्युन, स्टे हेल्दी सबैलाई। बाई बाई गाइज, सी यू।